होइन हो, बेला बेलामा हाम्रो हर्क साम्पाङ दाजुको खुस्किँदो रहेछ, यो चाहिँ उड्दो रहेछ कि जस्तो लाग्छ हौ। के भन्नुहुन्छ अहिले त हुँदा हुँदा लु त मलाई सरकार चलाउन दिनुहोस् त भन्नुहुन्छ। तपाईँको त जब एउटा दुईटा सिट लिएर सरकार चलाउन मिल्छ, पाउँछ, लाको जाँगर खत्त खोलेर तिमीलाई दिनलाई दुई तिहाई लिएर सरकार बनाएको सक्छौ तिमी? दुई तिहाईको आधी पनि सक्दैनौ तिम्रो त। गाली नगरौँ भनौँ, यो टिकटकमा गालीको भिडियो नहालौँ भन्छु। कहिलेकाहीँ बुढोको यो बोलीले गर्दा क्या, बोली पनि एउटा यस्तो छ कि किन बोल्ने आफ्नै जनजाति दाजुभाइ भन्छु कि, तर बुढोको दिमागै छैन। हिजो प्रधानमन्त्री मलाई बनाइदेऊ, म त्यो त्यही प्रधानमन्त्री त्यही गृहमन्त्री खोरमा हाल्छु भन्थे। आज अर्कोले हाल्दाखेरि किन हाल्यौ, प्रतिशोध भयो भन्छौ, राजनीति पावर भयो भन्छौ। अहिले आएर फेरि ल मलाई देऊ त प्रधानमन्त्री चलाउनु, सरकार चलाउनु, म चलाउँछु भन्छौ। तिमीलाई के लाको जाकेट खत्त लाउनलाई गाह्रो छ दाजु। त्यो ठाउँमा पुग्नलाई तिम्रो धेरै गाह्रो छ। पुग्थ्यौ पनि होला, तिम्रो दिमाग, तिम्रो बोली, तिम्रो त्यो छ नि खुस्किने बानीले गर्दा पनि पुग्दैनौ क्या। आज यो चुनावमा जति जनताले पत्याउने हो तिमीलाई पत्याइसके। अर्को चुनावमा तिमीलाई त एक सिट दुई सिट थियो, एक सिट पनि हुँदैन। त्यो पनि एक सिट त तिमीले कहाँ हाम्रो के अरे सुदन किराजीसँग गठबन्धन गरेर ल्याम्पारे हौ। अर्को एक सिट त हो नि तिम्रो। त्यो एक सिट पनि जाने तिम्रो पत्ता नहो तिम्रो पार्टी, नसोचे हुन्छ। यदि तिमी माथि उठ्ने पार्टी बन्ने हो भनिकन रविको जस्तो दिमागले चल, त्यसपछि साथ दिन्छन् तिमीलाई पूर्वेली जनताले। एक नम्बर प्रदेशले तिमीलाई बनाउँछ क्या मन्त्री, देश हाँक्ने। जब तिम्रो त्यो दिमाग आउँदैन नि, केही हुँदैन दाजु। नमस्कार। स्यावारो सेवा नमसेवा झोरले फ्यापुला लासो सबै गरिदिन्छु मतलब।